आयौँ, पावर लिएर आयौँ। यो त्यो अनुसारको लेन्स लिएर आयौँ। टेन्सोमिटरमा सेन्टर मार्क गरेर 3टा पोइन्ट यसरी मार्क गऱ्यौँ हैन। अब हाम्रो अर्को काम के हुन्छ, यो चाहिँ तपाईँको फ्रेम जस्तो पेसेन्टसँग मैले पेसेन्टको पिडी लिएर यहाँ र यहाँनिर पेसेन्टको पिपुल सेन्टर यसरी यहाँ मार्क गरेको छु हैन। अब यो अब के गर्नु पऱ्यो भने यो बिचको यो फ्रेमको हाफ भागमा पर्ने गरेर यसरी राइट आँखाको लेन्स है त, जस्तै यो हाफमा पऱ्यो होइन। मैले यो तपाईँको यो मार्कर चाहिँ मैले कन्सटेन्ट राखेको छु हो, यहाँ हाफमा पऱ्यो, यसरी गरेर हाफ मैले यसरी मार्क गरेँ है। ओके, अब यसरी हेर्दाखेरि के देखियो, एउटा लाइन देखियो, यहाँ सेन्टर पेपरको सेन्टर देखियो है त। यो पिडीको केसमा पिडीको मतलब नर्मल लेन्समा पनि हामीले एउटा सेन्टर चाहिँ लिनु पऱ्यो अनि यो नले पनि खासै फरक त पर्दैन, तर पनि थोरै पनि पेसेन्टलाई कन्फ्युजन नहोस्, प्रब्लम नहोस् भने यस्तो भयो है त। अब हामी लाग्छौँ मेसिनतिर, यो राइटले राइट, यो लेफ्ट। ल सुरुमा अन गर्ने यो चाहिँ स्क्यानर हो मेन, त्यसपछि यो मेसिन भयो अन गर्ने, यो फर्स्टमा सुरुमा अब यो लेन्सलाई राखेर हामीले यसको सेन्टर जहाँ मार्क गरेको छौँ त्यो त्यहाँनिर मार्क गर्नु पऱ्यो है। तपाईँले क्यामेरा चुज गर्ने स्क्यानर हो त्यो। यो फ्रेमलाई निकाल्यौँ, राइटको मात्रै गऱ्यो हुन्छ सुरुमा, यो जुन राख्यो नि होइन। अब हेरौँ त, यो ब्ल्याक लेन्स हो, यो पुरै ब्ल्याक छ हो, देखिएन हो। सो त्यही भएर अब हामीलाई के त ब्ल्याकमा ब्ल्याक देखिन गाह्रो भयो होइन। सो हामीले अब के गर्छौँ, यसको कन्ट्रास्ट, ल अब हेर्दाखेरि यो कन्ट्रास्ट मैले एक स्टेप बढाएर 2 स्टेप नै बढाउँदा झन् देखियो नि होइन। लाइन पनि देखिएको छ, त्यो डट पनि देखिएको छ हो। हजुर, सो त्यही भएर यसलाई यो लाइनलाई प्यारलल हुने गरेर यसरी राख्यौँ, त्यो डट त्यहीँनिर छ है। यो चाहिँ ट्याक्कै स्क्यान भयो नि होइन। सो अलिकति चाहिँ ल यतिको गर्दाखेरि ठ्याक्कै मजाले देखिएको छ है लेन्स होइन त। यस गरिदिएको है त। अब यो स्केप गरिदिने, यसलाई चाहिँ यो डाउनलोड भनेर यहाँ राख्थ्यो, यहाँनिर डाउनलोड हुन्छ डाटा केही गरेर गरायो होइन। अब के गर्नु पऱ्यो, लेन्स राइट आँखाको लेन्स हो नि त्यो होइन। मैले के गरेँ भने यो फेरि एकचोटि यो गर्दाखेरि यो ठ्याक्क अनि ठ्याक्क छ होइन। मैले त्यहाँ एउटा पोइन्ट छ नि जुन, त्यो पोइन्ट चाहिँ पछि हामीले लेन्सको सेन्टरसँग म्याच गरोस् भनेर सजिलोको लागि है। खासमा सबै मेजरमेन्ट गर्नु पऱ्यो हुन्छ, तर सजिलोको लागि त्यो पोइन्ट कहाँ छ भने मैले यहाँ मार्क गरेको छु ठ्याक्कै यहाँनिर। यो पोइन्ट चाहिँ यहाँ है मार्क गरेँ। सो यसलाई अब मन यो भइसक्यो, यो प्रुफ भयो, यो स्केप गरिदिनु, यसलाई चाहिँ डाउनलोड गरिदिउँ, यहाँनिर जान्छ है। अब यहाँ के छ भने यसको सेन्टर जुन छ है, यहाँ यसरी हाल्ने, यसको सेन्टर यहाँ पोइन्ट मार्क गरेको छु नि मैले हो, त्यहाँ लगेर सट्टमा राख्ने। ल मार्क गरेको पोइन्टमा एलाइन भयो, ठिक्क एलाइन भएको छ। अब यो जुन त्यो लाइनसँग यो तिनवटा पोइन्ट छ नि, त्यो 3टा पोइन्टको लाइनसँग चाहिँ एलाइन भएको छ। सो पोइन्ट अब ठ्याक्कै यो अलिकति भित्र आएको भएर मैले यतिको गरिदिन्छु, किनभने यहाँ यस्तो गर्दाखेरि हो नि त यो ग्याप बस्यो नि त होइन। त्यो ग्याप नबसोस् भन्नुको लागि चाहिँ अब ठ्याक्कै यसको सेन्टरमा त्यो खासमा चाहिँ त्यो पोइन्ट जुन छ नि, त्यो पोइन्ट चाहिँ त्यहाँ जहाँ थियो त्यहीँ हुनुपर्छ है। मैले यसरी राखिदिन्छु, यस्तै यो पोइन्ट जहाँ चाहिँ त्यहीँ हुनुपर्छ, तर मैले यसरी राख्दिएँ। सपोज अहिले मैले यो हापाजाइडले ल्याएँ भने त पिपुल सेन्टर, त्यही भएर त्यो यतापट्टि आयो, तर ठिक छ अहिले यसरी राखिदिएँ होइन। तर त्यो पोइन्ट र यो पोइन्ट चाहिँ एलाइन हुनुपर्छ है त। यो यसरी राखिदिएपछि मैले के गरेँ, अब यहाँनिर यो लेन्सलाई टिप्नु पऱ्यो। यसमा अर्को यो युज भइसकेको छ, तर काम गर्छ होला है। यो म्याग्नेट र यो म्याग्नेट सँगै राख्ने है। यसलाई यस्तो घुमाएर लगेर लेन्सलाई सट्ट समात्ने, लेन्स समात्यो। अब यसलाई फलो गरेर टक्क यो निकाल्ने, लेन्स समात्यो छ नि होइन। अब के गर्ने हामीले, यहाँनिर त्यो डाटा थिएछ, अब त्यहाँको डाटा यहाँ आउने भयो है। अब के गर्ने, यसमा यो अनलक गऱ्यो भने यो ठुलो भयो है, यसलाई लक गऱ्यो भने यसरी लक हुन्छ, अगाडि जान्छ है। तर अहिले त्यहाँनिर छैन, र अनलक गर्ने। यसमा मैले अब यो जुन यो भागतिर, यो भाग तलतिर गरेर
ठ्याक्क बस्यो। अब यसलाई मैले लक गरिदिएँ है, लक गरिदियो। अब यो अरू सबैहरू ठिक छ। यो 1.55 पनि बेबल साइज भयो। मैले यसलाई यस्तै बन्द गरेर स्टार्ट गरिदिन्छु किनभने त्यही डाटा अलरेडी फिट छ। यो अनलक भयो यहाँनिर है, अनलक गरिदिने। ल अब अनलक गरेर टक्कै यो निकाल्ने। हेर्दा ल घुँडी ठ्याक्कै बन्यो नि होइन, बेबल ठ्याक्कै बनेको छ। अब सुरुमै यो ननिकाल्ने अहिले, किनभने पहिला फिट गर्ने ठुलो सानो के हुन्छ हेर्ने है। पहिला मोस्ट प्रोभाब्ली 1.55 गरेको छु, ठिकै हुन्छ होला है। अलिकति ठुलै गर्नुपर्छ किनभने यो चाहिँ अलिक बढी नै ठुलो भयो जस्तो छ होइन। अर्को कुरा भनेको फेरि यो यो अटिँदैन यसरी गरेको थियो यो एक्सिस सक्दिनँ। त्यो 1.55 भनेको चाहिँ त्यो त्यसको बाहिरको त्यो डायमिटर बेबल चाहिँ कतिको एक्स्ट्रा बनाउने भनेर। अब यसलाई मैले लक अहिले 50 बनाएर लक गरिदिएँ। अब अहिले त्यसैमा कम गरे हो नि त मैले, त्यही भएर भी मात्रै थिचिनै हुन्छ। यो राइट आएको लियो नि होइन, लेफ्ट गऱ्यो भने लेफ्ट लाइटको लाइन त्यसै पनि हुन्छ, त्यही डाटाबाट हुन्छ। दुईवटा ह्यामर सेम पावर छ भने चाहिँ यता गरिराख्नु परेन, सेन्ट्रल स्टेसन त भाग गर्नु पऱ्यो होइन। दुइटा फरक पावर छ भने गर्नु परेन, किनभने मेन भनेको त्यो साइज हो नि त। हजुर, राइटको जस्तो साइज छ लेफ्टको त्यस्तै हुन्छ तर इन्भर्टेड हुन्छ नि त। त्यही भएर यो आफैले मेसिनले त्यो इन्भर्टेड मिलाएर आफैले लेफ्ट पनि ग्राइन्ड गरिदिन्छ कि। यो चाहिँ चेन्ज गर्नुपर्छ हरेकचोटि गरेपछि। अहिले चाहिँ मैले त्यही एउटैले 2-3 चोटि गरेँ भने फेरि मैले यो त्यसले अझै कम गराइदियो। अब चाहिँ मजाले हुन्छ, तर यो चाहिँ अलिकति बढी नै लुज भएको छ, अलिक टाइट थियो लुज भयो है। लुज त भएको नि ठिक्क छ तर लुज त लुजै हो। 1.55 मै गरेर त्यसैलाई यसै त अलिकति टाइट गर्नुपर्ने रहेछ यसलाई। यो गोल राउन्ड फ्रेममा चाहिँ के हुन्छ भने यो भित्र घुम्ने चान्सेस हुन्छ कि, यसलाई त्यो लेन्स घुम्ने चान्सेस हुन्छ, त्यही भएर एक्सिस गडबड हुनसक्छ। त्यो राउन्ड फ्रेम यस्तो लुज फ्रेममा चाहिँ युजली एस्टिगमेटिजम भएको मान्छेले यस्तो फ्रेममा माग्दिँदैन है। ल अब यस्तो गरेर जस्तै ल गऱ्यो भने भनेर त बस्यो। तर यसलाई अलिकति टाइट गर्नुपर्छ। 55ले काम गर्थ्यो होला मैले। अर्को लेफ्ट आईको लागि चाहिँ जस्तै यो भयो, राइट यो लेफ्ट आईको पनि त लेन्स होइन। लेफ्ट आईको लेन्स फेरि यहाँ क्याच गर्नको लागि फेरि अर्को युज गर्नु पऱ्यो यो होइन। त्यसै गरी यहाँ राख्यो अनि यहाँ चाहिँ लेफ्ट भनेर चुज गऱ्यो, अघि त राइट थियो हो, अहिले लेफ्ट भनेर चुज गऱ्यो। लेफ्ट भनेर चुज गर्ने बित्तिकै लेफ्ट आईको भाग त्यही त्यसकै अनुसार यसले फेरि फिट गरिदिइहाल्छ। डाउनलोड गरेको डाउनलोड चाहिँ सुरुमै गरिहाल्यो भने, किनभने यो लेन्स र यो लेन्स सेम हो क्या। जस्तै अर्को फ्रेममा पनि यो फ्रेममा पनि यताको लेन्स र यताको लेन्स सेम हो, जस्ट फरक के हो त भन्दाखेरि यसको इन्भर्टेड हो, मिरर इमेज हो यो हो। त्यही भएर एउटा आँखाको लेन्स डाटा हामीले हाले पछाडि अर्को आँखाको डाटा त्यसैले आफैले मिरर इमेज बनाएर अर्को आँखाको डाटा हाल्छ कि है। अनि कुन गर्ने त्यही अनुसार गरिदिन्छ हामीले। ल ओके, आजलाई यति गरौँ।